जेएनजी युवाहरूको आन्दोलनपछि नेतृत्व परिवर्तनको दबावमा आएको नेपाली काङ्ग्रेसको नेतृत्व गर्ने अवसर उपसभापति पूर्णबहादुर खड्कालाई प्राप्त भयो। संस्थापन पक्षबाट भावी सभापतिका रूपमा हेरिएका खड्कालाई जेएनजी युवाहरूको आन्दोलनपछि निम्ति आएको विषम परिस्थितिलाई सम्हाल्ने जिम्मेवारी आयो। आन्दोलनको क्रममा आफ्नै घरमा दुर्व्यवहार भोगेका सभापति शेरबहादुर देउवाले नेतृत्व परिवर्तनको चाहनालाई सम्बोधन गर्दै उपसभापति खड्कालाई कार्यवाहक जिम्मेवारी सुम्पिएर आफू जिम्मेवारीबाट अलग भए। त्यसयता काङ्ग्रेस बैठकहरूको अध्यक्षता खड्काले गरिरहेका छन्। खड्का पार्टीभित्र गइरहँदो सङ्कट र त्यसको बदलिँदो विषम परिस्थितिलाई सम्बोधन गर्न प्रथम पाइलामै असफल देखिएका छन्। देश अन्यलको अवस्थामा रहेको बेला नेतृत्व लिनुपर्ने देशको ठूलो दल अहिले आन्तरिक सङ्घर्षमा फँसेको छ। पार्टीको 15औं महाधिवेशन चुनाव अघि कि पछि विशेष महाधिवेशनकी नियमित महाधिवेशन भन्ने विषयमा काङ्ग्रेस अनिर्णित छ। 2.5 महिनादेखि जारी केन्द्रीय समितिको बैठक अनिर्णयको बन्दी बनेको छ। दशकदेखि नेतृत्व हस्तान्तरण र पार्टीको नीतिको एजेन्डा बोकेर लडिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष महाधिवेशन गरेर नयाँ नेतृत्व र नीतिका साथ चुनावमा जान सङ्घर्ष गरिरहेको छ भने दशकभन्दा लामो समयदेखि पार्टी नेतृत्व तहमा रहेर हालिमुहाली गर्दै आएका 7 भाइ लगायतका नेताहरू आफ्नो राजनैतिक भविष्य सुनिश्चितताको लागि महाधिवेशन धकेल्ने दाउमा छन्। यी दुई समूहबीचको लडाईँलाई निष्कर्षमा पुर्याउन कार्यवाहक सभापति खड्का असफल हुँदा स्वास्थ्य उपचारका लागि सिङ्गापुर पुगेका सभापति देउवा स्वदेश फर्किएर पार्टीको विवाद मिलाउन सक्रिय बन्न परेको छ। सभापति देउवा महाधिवेशन गरेर चुनावमा जान सकारात्मक भए पनि 7 भाइ नेताहरूको दबावमा परेको बताइन्छ। यता संस्थापन इतर समूहका नेता डाक्टर शेखर कोइरालाले पनि महाधिवेशनबारे ठुलमूल्य नीति अपनाएको देखिन्छ। वर्तमान अवस्थामा महाधिवेशन भए काङ्ग्रेस नेतृत्वमा महामन्त्री थापा स्थापित हुने डर शीर्ष नेताहरूमा देखिन्छ। यदि थापा सभापति बनेको अवस्थामा चुनावमा आफूले भनेअनुसार टिकट बाँडफाँड नहुने उनीहरूको बुझाइ छ। त्यसकारण उनीहरू चुनाव अघि महाधिवेशन गर्ने पक्षमा नरहेको आरोप काङ्ग्रेसभित्र र बाहिर उठेको छ। यता 40% महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशनको माग भएको अवस्थामा 3 महिनाभित्र महाधिवेशन गर्नुपर्ने काङ्ग्रेसको विधानमा व्यवस्था छ, जसलाई प्रयोग गरेर करिब 54% महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेर पार्टी कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाइसकेका छन्। सोही बाध्यात्मक अवस्थामा टेकेर नियमित महाधिवेशनको पक्षमा रहेका महामन्त्री थापाले अब विशेष महाधिवेशनको विकल्प नरहेको घोषणा गरिसके। उनले सार्वजनिक रूपमा अपिल गरेर महाधिवेशन हुने नहुने अन्योलता नरहेको र नयाँ नेतृत्व र नीतिका साथ काङ्ग्रेस चुनावमा भाग लिने उद्घोष गरेका छन्। यता काङ्ग्रेस संस्थापन पक्ष भने महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता गराउने र चुनावपछि महाधिवेशन धकेल्न आफ्नो सम्पूर्ण तागत लगाइरहेका छन्। अब यहाँ कसले जित्छ त्यसको फैसला चाँडै नै हुनेछ। तर भावी सभापतिको रूपमा हेरिएका खड्कालाई भने परीक्षणकालमै धक्का लागेको रूपमा अर्थ्याइँदैछ।